अहिले फेरि दिनको सुरुवात भइरहेको छ। दार्जिलिङको वेदर यस्तो छ, क्लाउडी एकदम हल्का हल्का देख्दैछ दार्जिलिङ। यहाँ ड्रेस लाउनेहरू ट्रेन आइरहेछ। घाम त लागिरहेछ तर अलिक धुम्बो धुम्बो छ। यो प्लान्ट सुकेछ कि पानी नभएर हो कि के भयो, यसलाई हल्का मर्मत गर्नुपर्ने छ। यी हल्का मर्मत गर्नुपर्ने छ। आज चाहिँ
अहिले लुगा चाहिँ कस्तो भइसकेको छ भने यतिको मिलाइसकेको छु हो साथीभाइ। लुगा चाहिँ अब यति नै हो। यो बित्थाको यो के हो यिनीहरू जाम यिनीहरूलाई चाहिँ म चाहिँ गरिदिन्छु, क्लियर गरिदिन्छु है। अब भाइको दराज मिलाउनु पर्ने छ। यो अर्को सक्यो, अर्को छ। आजको काम यही हो मेरो। मिलाइसक्यो भाइको। यी आमाको माको चल्ला काटेछ। कोइलर हो कि यो? कोइलर हो? यहाँ आउनु नि भिडियोमा बोल्नु। यो टालो सालो बनाउनुहुन्छ बाटोमै राखेर यसको पोथी बेसी रहेछ। उर्मिला पोथी बेसी रहेछ। साटौँ ल साँच्ची नै एउटा साटौँ न। कुनी मेरो त पोथी हो। कसले ल्याएको? कसले ल्याएको? अर्पण ल्याऊ। ए बजारबाट? कहिले? हिजो ल्याएको। केमा ल्याएछ त्यसले? तिमीको पनि हुन्छ त। केमा हालेर ल्याएको? उसमा कार्टुनमा। यतिकै टाइम पास हुँदैछ। जिब्रोमा घाउ निस्केर भनेर दाँतमा ठोकिँदो रहेछ कि घचिरहेको हुन्छ कि। दोकानमा आएको बडीको सौदा पठाएको हो। उयो यसलाई बिस्कुट किनिदेऊ न। यसलाई पैसा छैन बढी त्यस्तो गर्दा। सौदा आफू जानु सक्दैन। अर्पण आमा जान्दाखेरि पठाएकै। चेन साटेर लानु पर्यो। ए छैन नि। चेन्ज माथि सारिदिन्छ त। कहाँ? माथि लोपतिर। सारिदिन्छ त्यहाँ। त्यहाँ त के दोकान होइन के होइन। बिस्कुट किन्छ खाइदिउँ यसलाई बिस्कुट? खाँदैन? एक भएर भात खाएर त्यही त किनिदिनु पर्छ यसलाई यार। किनिदेऊ न बिचारालाई। बिस्कुट किनिदिनु एक भएर खाएर होइन। छैन नि यहाँ हाल न। यहाँ 10कोहरू मात्रै छ। पक्र त ल पक्र त। पर्दैन बिस्कुट खान्छ नि। भात खाएर होइन एक बोल। यो चाहिँ रेडी भयो हो। यति नै हो, ज्यादा गर्दैन। यो मासु अब भयो, यसलाई छोपिदिन्छु। यसलाई पाको छ होइन। अब यसलाई चाहिँ मिक्सीमा पिस्छु। म त बिर्सेछु नि त भ्लग बनाउनु। त्यहाँ हस्पिटल पुगेर पो याद आयो। त्यो हस्पिटल पुगेर पनि बादमा पो याद आएको आउने बेलामा। घर आएर मासु बनाउने कार्यक्रम हुँदैछ हो। पिस त्यो हल्का सुक्खा खोर्सानीलाई यस्तो गरिदिएको हो होइन। कहाँ राख्नु अब यहाँ राख्दैन। सुक्खा खोर्सानीलाई यसो गऱ्यो। अब यहाँनिर हल्का के गर्नुपर्छ भने प्याज दिनुहोस्। प्याज हल्का दिनुहोस् हो। एउटा आधी प्याज हालेको। मासु चाहिँ आधी केजी। हिजो भक्कु बनाएछ नि त्यो मुसेर। आज यति बनाउनु पर्ने नि। हिजो 1 केजी दिएको। हिजो 1 केजी दिएको डल्लै हालेको सम्झेँ। यसो गरेर नि के गर्नुपर्छ भने यो अब टमाटर पनि
यस्तो गर्छ कि अब टमाटर र यो छ नि यसलाई चाहिँ यसो गर्नु मिक्सीमा घुमाइदिनुपर्छ मिक्सीमा हो अदुवा यो मान्छेले नभेट्नु रहेछ अदुवा अदुवा नभेट्नु चाहिँ मान्छेले खै कहाँ जानुहुन्छ अदुवा अब यो चाहिँ के हो मिक्सीमा घेरै हुन्छ हो यो चाहिँ हेर्दा हेर हरायो भन्छु मजाले हेर्दै थिएँ कि राम्रो भएको छ त्यही त हेर्दै थिएँ होइन मिक्सीमा अब यसलाई हुँदैछ हो आमाको भिडियो आमाको भिडियो चल्दैछ मेरो गफसफ गर्न आएको एकछिन जानुपर्छ फेरि बाबा चाहिँ गयो सुक्खा खाएको रोटी अचार सचार सब्जी सुब्जी बनाउनु नि मेरो भिडियो चल्दैछ त्यहाँ अब अरू त सब्सक्राइबर छैन फलोवर्सहरू आजको मेरो एन्डिङ चाहिँ फेरि बतासे लुपमै भयो हावा चलिरहेको छ चिसो यहाँ रोड बनाउँदैछ उकालो जाने ए हुन्छ साथीहरू अब भिडियोको एन्डिङ हुन जाँदैछ नानीलाई ट्युसनबाट ल्याएर आएँ मैले हो अब हल्का डिनर त बेलुका त खानु त खाँदैन तर पनि हल्का चापर चुपुर अलिअलि खाएर चाहिँ अब ल्यान्डिङ दिनुपर्ने छ है फेरि अब आउने दिनहरूमा राम्रो भिडियो बनाउने छु मेरो जति पनि सब्सक्राइबरहरू छ तपाईँले माया दिइराख्नु भएको छ है त्यसको लागि धन्यवाद यसरी माया दिनुहोस् 8 जना 9 जना त छ हो 14 जना छ सब्सक्राइबर तपाईँहरू नै हो मेरो फ्यामिली है मेरो नेचुरल भ्लगको फ्यामिली तपाईँहरू हो प्लिज है सब्सक्राइब हेरिदिनु होला डेली नै सपोर्ट गरिदिनु होला मलाई है अझै राम्रो तपाईँको सपोर्टले गर्दा अझै राम्रो राम्रो भिडियोहरू बनाउन पाऊँ अहिले रेस्ट भइरहेको छ हाम्रो हो रेस्ट भइरहेको छ दुईजना बसिरहेको छौँ नानी चाहिँ होमवर्क गर्दैछ अन्त अहिलेलाई चाहिँ म भिडियो राख्छु है सेवा